तपाईहरुले अवश्य पाउनुहुन्छ न्याय। म दिन्छु न्याय। के अरे? म दिन्छु न्याय। यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। एक जमाना यस्तो थियो जहाँ ती जाउँदा गाउँघरमा यस्तो गीत बज्ने गर्थ्यो। तर पनि अहिले जमाना फेरेर हो कि तीज गीतमा यस्तो छाडापन देखिएको छ। न त परिवारसँग सँगै बसेर हेर्न सकिन्छ न त सुनि। आज पनि बाख्राले बोका खोज्यो के? यस्ता विकृति फैलाउनेलाई भुसे कुकुर समातेर मनलागे मुखमै मुताउन। यो गीतको सिनको ताप गरे के हजुर दिदी बहिनीलाई नचाउन हो कि दाजुभाइको उठाउन? नेपाली हुने चान्स पाए गर्छ। यस्तो रियाक्सन देख्दा त सिरानीले होइन अरूले नै खोजेको हुनुपर्छ। कन्फर्म यो पनि हुन सक्छ। स्टॉप 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 जरा जूम करो उस पर। यस्तो पाएर निस्केला राखी सम्हालेर राख। तेरो जस्तो दुनियाँको छ अलि गतिलो कपडा लगाएर बेलैमा ढाक। तँलाई के को प्रब्लम छ? हामीलाई थाहा भएन तिम्रो कालेले के बोल्यो। अरू त यस्तै हो। यस्तो सिन देखेर हाम्रो गाउँको भाइले कति कस्तो कस्तो गीत सुन्नुपर्छ लाउन पर्दो मरे यस्तो गीत गा। तिमी कुन गायककार हो रे? म चाहिँ लोकदोहोरी गायिका शान्तिश्री परियार। भन्नुहोस् हजुरलाई हामीले कहाँनिर माया दिएनौँ। यत्तिको लेजेन्ड सिङ्गरबाट त यस्तो अपेक्षा हामीले राखेको थिएनौँ। विकृति फैलाउने कलाकारलाई थुन्न बनाउनु पर्यो एउटा सुँगुरको खोर। यी नानीले गर्दै छिन् जो चोर उसैको ठुलो छ। त्यो सिन परिवारसँग बसेर हेर्न सकिन्छ? सकिन्छ, किन नसकिन? सकिन्छ मजाले। मलाई देखा त परिवारसँग बसेर हेर्ने सिन कहाँ छ? औषधि खान बिर्सेर होला। बजिनीले यस्तै भन्छस् भन्ने थाहा थियो। बिस्ताराले पोलो गीतको अपार सफलतापछि अशान्त पेरियाले बजारमा नयाँ गीत लिएर आएका छिन्। यो गीतको बोल रहेको छ जवानीले पोल्यो आछु आछु।